8,000 भन्दा माथिको 36औं पटकको अनुभव र सञ्चारभरिको 6,000 मिटर सबै जोड्दाखेरि लगभग 70वटा जति हिमालको सफल आरोहण गरेको छु र 2008मा जुन बेला मैले सगरमाथा नजिकबाट हेर्ने मौका पाएको थिएँ, जुन बेला म साधारण भनिएको रूपले गएको थिएँ, जुन बेला मैले सगरमाथालाई नजिकबाट हेर्ने मौका पाएँ, मैले नेपालमै बसेर केही गर्न सक्छु भन्ने खालको मानसिकताबाट म अगाडि बढ्न थालेँ र 2010मा मैले सगरमाथा आरोहण गर्ने अवसर पाएँ। यो अन्तरालमा 5वटा डिफ्रेन्ट गिनिज वर्ल्ड रेकर्ड बनाइयो र 100औं भन्दा बढी हिमालमा उद्धार गर्ने कार्यमा लाग्यो र 14 पिक जस्ता डकुमेन्ट्री र थुप्रै हिमालसँग जोडिएको डकुमेन्ट्रीहरूमा खिच्ने अवसर पाएर संसारलाई नेपाल र नेपालको पर्वतारोहण चिनाउने अवसरमा सधैँ यो अवसर पाइरहे र संघीय संसदमा एउटा सदस्यत्वको रूपले आइसकेपछि एउटा संघीय संसदको गैरलाई संसदको अङ्कित झन्डालाई सगरमाथाको शिखरमा लगेर फलाउने एउटा इच्छा मनमा जाग्यो र मैले सभामुखज्यूलाई रिक्वेस्ट गरेँ, उहाँले सहर्ष स्वीकार्नुभयो र नेपालमा हरेक नेपालीले सगरमाथा हिमाल मात्रै नभएर यो हाम्रो अस्तित्वसँग गौरवसँग जोडिएको विषय छ। नेपालको सानो सगरमाथामा आरोहणको कुरा होस् अथवा क्लाइमेट चेन्जको कुरा होस् अथवा कुनै दुर्घटनाको कुरा होस्, यो संसारभरि एउटा समाचार बनेर बस्किन पुग्ने खालको सिचुएसन छ र भाग्यवश हामी जस्ता साधारण गाउँबाट आएको मान्छे पनि सगरमाथाले गर्दाखेरि देशमै रहने र थुप्रै रोजगारी सिर्जना हुने खालको अवसरको रूपमा मैले बुझेको छु र 10औं पटक सगरमाथा आरोहण गर्दा मैले देखेको केही कुरा र समस्यालाई समाधानमा रूपान्तरण गर्न सकिने केही विषयहरू देखेको छु।